हेलो साथीहरु, नमस्ते अनि स्वागत छ। आज पनि म तपाईहरुलाई एउटा भिडियो लिएर उपस्थित भएको छु। सो आज चाहिँ अलिक फरक खालको भिडियो छ, सिरियस केस पनि हो। सो हामी चाहिँ गोइङ टु बी ड्याड एन्ड मम, अनि त्यो भएर हामी चाहिँ बेबी डेलिभरीको लागि हस्पिटलमा छौं। हाम्रो चाहिँ सुरुमा डेलिभरी सी सेक्सनको थियो, किनभने बेबी को टाउको चाहिँ अपोजिट उल्टो अवस्थामा थियो। तर अहिले आएर लास्ट आवरमा चेक गर्दाखेरि चाहिँ बेबी अलरेडी घुमिसकेको रहेछ। अनि त्यो भएर चाहिँ फेरि हामीले नेचुरल डेलिभरी गर्ने भनेर, नर्मल डेलिभरी गर्ने भनेर नर्मल वेमा जाँदैछौँ। सो साथीहरु, जे हुन्छ राम्रोको लागि हुन्छ। सो होपफुली सक्सेस हुन्छ होला। अब के कस्तो हुन्छ लेट्स सी। हजुरहरुलाई मैले सबै डिटेल भिडियो त देखाउन सक्दिनँ, तर केही थोरै थोरै अंशहरु चाहिँ देखाउने प्रयास गर्ने छु है त। आमा भन्नु गाह्रो छ। साथीहरु, हामी चाहिँ हस्पिटलमा छौं। अब डेलिभरी केसमा आएको तनाव भइरहेछ। यहाँ लङ टाइम लिने रहेछ टाइम। सो त्यही भएर अब के कस्तो हुने हो हेरौँ। गाइस, हाम्रो हस्पिटलको बसाइ चाहिँ यस्तो छ। हिजोदेखि हो। अनि ऊ चाहिँ अहिले रेस्ट गरिरहेछ। गाइस, भिडियोहरू अब फुल्ली रूपमा लिन पाइँदैन, टोटली लिन पाइँदैन। हरेक गाइडलाइनहरू फलोअप गर्नुपर्ने हुन्छ। सो मैले चाहिँ जस्ट केही अंशहरू मात्रै जोड्ने प्रयास गरेको छु है त साथीहरू। यतातिर यस्तो छ, अनि यतातिर बोर्डहरू छ साथीहरू, यहाँ देख्न सक्नुहुन्छ। यसरी यहाँ रहेको छ बेबी नेम साथीहरू। साथीहरू, हाम्रो डेलिभरीको प्रोसेस चाहिँ यो चौथो दिन तेस्रो दिन हो। सो अब चाहिँ धेरै बेर लाग्दैन भनेको छ। अब बेबी अलमोस्ट कमिङ डाउन। पुसिङ प्रोसेसिङ सुरु हुने भएको छ हाफ एन आवर पछि चाहिँ। सो यो रेगुलर नर्मल बच्चा डेलिभर गर्न चाहिँ एकदम गाह्रो हुँदो रहेछ। सो लामो समय हस्पिटल बस्नुपर्ने भयो। साथीहरू, यो चाहिँ डेलिभरी भएपछिको हस्पिटलको बसाइ यस्तो हो। बेबी डेलिभरी भएपछि 4 दिनको हस्पिटल बसाइ भयो। अब भोलि चाहिँ फाइनली हामी डिस्चार्ज हुन्छौँ। भोलिदेखि चाहिँ आफ्नै घरमा पुग्नेछौँ। डेलिभरी चाहिँ धेरै कठिनाइ हुँदो रहेछ आमाहरूको लागि। त्यही भएर पनि आमाहरू भनेको पृथ्वी माता भएका रहेछन्। सो हामीहरू चाहिँ भोलि फाइनली डिस्चार्ज हुन्छौँ। अनि यहाँनिर चाहिँ अब रुमहरू एकदमै सबै व्यवस्थित हुन्छ। न्युबर्न बेबीको लागि सबै सामग्रीहरू, सबै इक्विपमेन्टहरू चाहिँ एभ्रिथिङ सबै हस्पिटलबाट उपलब्ध हुन्छ। डाइपरहरूदेखि लिएर सबै कुकुरहरू इत्यादि खाने ब्लाङ्केटहरू सबै एभ्रिथिङ उपलब्ध हुन्छ साथीहरू। अनि यहाँनिर सबै डाक्टर भिजिटको रेकर्डहरू चाहिँ यहाँनिर हुन्छ, यहाँ देख्न सक्नुहुन्छ।
सो हामीहरू डिस्चार्ज हुने भने चाहिँ भोलि छ साथीहरू। यता रह्यो यो प्यान्ट्सको नेम, अनि त्यसपछि बेबीको नेम। यस्तो छ साथीहरू। डिटल रिपोर्टमा चाहिँ डिटल हुन्छ। हेलो साथीहरू, सो हामी चाहिँ फाइनली आज हस्पिटलबाट डिस्चार्ज हुँदैछौँ विथ हाम्रो न्यू बर्न बेबी निप्सुङ हाङ। अनि यता चाहिँ पहिले कार सिटहरू रेडी गर्नुपर्ने हुन्छ। सो यो रुममा हामी 2 दिन बस्यो, अनि तल 3rd फ्लोरमा 2 दिन, जम्मी 4 दिन, अलमोस्ट 5 दिन बस्नु पर्ने भयो। सो आज चाहिँ फाइनली घर जाँदैछौँ साथीहरू। अब मैले त्यस्तो राम्रो भिडियोहरू त बनाउन सकिनँ, किनभने अब सबै भिडियोहरू खिच्न पनि मिल्दैन। अनि त्यही चासोचुसो सधैँ जस्तो हुन्छ हेरिदिनु होला, कतिपय कुराहरू मिस्टेक हुनसक्छ, बुझेर हेरिदिनु होला। सो आजलाई चाहिँ बाई बाई, थ्याङ्क यू फर वाचिङ एभ्रिवान, सी यू नेक्स्ट टाइम।